मेरो पिज्जा पनि मेरो बर्गर पनि मेरो केएफसी मलिलो साह्रै मलिलो माटो है यतातिरको। कम्ती गलत गरियो त हामीले यो जग्गा किन्ने बेलामा। धेरै किनेको भए हाम्रो नि अलिक बुद्धि कम भयो। हामीले अलिक गरेको अलिक कसेर चाहिँ भनेको भए त हुन्थ्यो होला। उनीहरूले एक आना बराबर 10,000 कि 20,000 धेरै लिएकोले गर्दाखेरि हामीलाई चाहिँ व्यस्त भएको। नत्र फर्स्टमा त भन्दै थियो त नि के यति लिन्छौ त भनेर, कति 16 आना कि कति पो भनेको थियो कि 12 आना भनेको थियो। धेरै ठाउँमा अन्डर खाँदै नै झन् पछाडि ढकलिन थाल्यो क्या। अहिले यस्तो बुझ्दाखेरि कोदाको धानी माग मलाई ओको देम्दा अखिरा हो पछि ऐना हो 3.5 दामा देखेरै आठ गरेको भए पनि हुन्थ्यो। यो पालि चाहिँ एकदम मजाले मकै फलेको छ है। हेर्नुहोस् मकै भित्र पुरै साग पनि छ अनि फर्सी छ। कस्तो मजाले फलेको छ, कस्तो मजाले फलेको छ योपालि। अलिअलि भित्रभित्र यसको बिउ लिएर चाहिँ पहिला यसो गरेको भयो। यहीँ आफै उम्रेको होला नि है। अलिअलि बिउ लिएर चाहिँ यो गोडिसके पछाडि गरेको भए चाहिँ साह्रै राम्रो हुन्छ। यो मकैहरू चाहिँ गोडिसके पछाडि खाइसके पछाडि त्यसको माथि नै चाहिँ सागको बिउ हानिदिएको भए साह्रै मजा चाहिँ सब्रेर आउँदै रहेछ। यहाँ ऊ चाहिँ छैन है। फर्सी चाहिँ फलेन छ। ल भयो होइन जाउँ होइन अब। यो रातो पनि हो। यो रातो पनि छ है साग। मैले टिप्दैछु है रातो साग। मित्रहरू नमस्ते अनि स्वागत छ आजको यो ब्लगमा। आराम हुनुहुन्छ होला भन्दै तपाईँकै सम्झनामा यो भिडियो बनाउँदैछु। भिडियो कस्तो लाग्छ सुरुबाट अन्त्यसम्म हेरेर साथ सहयोग गरिदिनु होला। ल मित्रहरू आज चाहिँ खानाको सट्टामा हामीले हरियो मकै खाने विचार गर्दैछौँ र सबै परिवार भएर मकै छोडाउँदैछौँ। यो चाहिँ अलिकति छिप्पिएको मकै परेको छ, त्यसले गर्दाखेरि भुटेर खाने विचार गर्दैछौँ। पोलेर खाउँ भन्दाखेरि हामीसँग त्यो व्यवस्था छैन। त्यसले गर्दाखेरि अलिकति छिप्पिएको मकैलाई चाहिँ छोडाएर कन्टीमा भुटेर चाहिँ खाने विचार गर्दैछौँ है। तपाईँले पनि लामो समयबाट चाहिँ हरियो मकै खानु भएको छैन आफ्नो देशमा आएर भने चाहिँ असार साउनको समय मिलाएर चाहिँ छुट्टी आउनु होला र यो मौका चाहिँ मिल्ने रहेछ। यसपटक महिला पनि यो मौका जुरिएको छ। लामो समय भएको कारणले गर्दाखेरि कुन समयमा हरियो मकै खान पाइन्छ भन्ने कुरा पनि लगभग बिर्सिरहेको अवस्था थियो। तर फेरि आज ताजा भयो कि असार साउनतिर चाहिँ हरियो मकै खान मिल्ने रहेछ र म चाहिँ यहाँ बैसरी छोडिरहेको छु मकै हरियो मकै खानको लागि। र यो चाहिँ अब भुटेर खाने हो। भुटेर खाँदा पनि एकदमै स्वादिष्ट लाग्ने भएको कारणले गर्दाखेरि छोडाउँदैछौँ र अब छोडाएर केही समय पछाडि हामीले चाहिँ यसलाई भुटेर खान्छौँ महीसँग। यो अत्यन्त रमाइलो क्षण रहनेछ यो पटकको लागि।
र तपाईँहरू पनि कोही यदि यस्तो इच्छुक हुनुहुन्छ भने चाहिँ आउनुहोला, आएर चाहिँ जोइन हुनु होला हामीसँग अनि रमाइलोसँगले मिलेर खाउँ महीसँग। अरू त खोइ के भन्नु र है, यस्तै छ नेपालको अहिलेको मेरो छुट्टी यसरी चलिरहेको छ, छुट्टीको समय। अनि सम्पूर्ण साथीहरूलाई धेरै धेरै सम्झन चाहन्छु। तपाईँहरू जो जहाँ रहे पनि तपाईँहरूको दिन शुभ रहोस्, हस्त। र मित्रहरू, अब देशअनुसार समयअनुसार मौसमअनुसार खानुपर्ने हुन्छ है। अब अन्य देशतिर, नेपालभन्दा अरू देशतिर भएदेखि पिज्जा बर्गर खाइन्थ्यो होला। अब यहाँ नेपालमा चाहिँ अझै केही मौका मिलेन। अहिले चाहिँ हरियो मकै खाने मौसम भएको कारणले गर्दाखेरि, सिजन भएको कारणले गर्दाखेरि यसरी खाइँदैछ। एकदमै राम्रो लागेको छ। कहाँ छ खै हाम्रो महीसँग खाने भनेर हाम्रो सल्लाह भएको छ त। छोरी मही पर्छ दहीलाई मही बनाऊ न, दहीलाई मही बनाएर चाहिँ खाऊ न। यता मेरो छोरी छ, छोरी यता यता साह्रै राम्रो छ मेरो छोरी, ज्ञानी पनि छ। अनि यता मेरो मम्मी हुनुहुन्छ। आमा हजुर खानाले पुगेको? पछाडि खानु है, अब केही समय पछाडि। अनि हो पाकेन? अरू पाकेन बुढी? अरू पाकेन? जाँडसँग पो खानुपर्छ क्या मकै त है, साह्रै मिठो हुन्छ है जाँडसँग पनि। जाँडसँग पो खानु मन लाग्यो हो। हरियो मकैले जाँड खानुको मजा एकदम अर्कै हुन्छ नि हो, होइन? ल यस्तो रहेको छ हाम्रो आजको खाना। ओहो, ल यति भन्दै अब सम्पूर्ण मित्रहरूसँग छुट्दैछु। हस् त, तपाईँको दिन शुभ रहोस् भन्दै मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। र यदि मैले पनि तपाईँहरूको च्यानल देखेछु भने अवश्य पनि सब्सक्राइब गरिदिनेछु। मान्छे भएर एक आपसमा सपोर्ट गर्नु नै मानवताको धर्म हो भन्दै बिदा हुन्छु। हस्त।